कि तपाईँ आफू असफल हुँदा चाहिँ आफैलाई ब्लेम गर्ने, तर आफू सफल भइसकेपछि चाहिँ यो भाग्यले गर्दा हो अथवा अरू कसैको देन हो भनेर त्यस्तो टाइपको सोचाइहरू आउने प्रवृत्ति छ। यदि त्यस्तो छ भने यस्तो किन हुन्छ सुन्नुहोस्। हामीले जीवनमा धेरै कुरा भोगेका हुन्छौँ। हामी मानव जीवनमा एउटा ठुलो दलदलमा थियौँ, ठुलो यातनामा थियौँ। त्यो यातनामा हामीले सयौँ प्रयासहरू गर्दा पनि त्योबाट हामीले मुक्ति पाइएन। र त्यस्ता टाइपका भोगाइहरू धेरै भए भनेपछि बिस्तारै हाम्रो माइन्डले के सिक्छ भनेपछि मैले त जति नै जे गरे पनि लास्टमा आउटकम त त्यही नै आउने रहेछ, मैले गर्नु नगर्नु एकै हो भन्ने यस्तो टाइपको मानसिकता विकास हुनसक्छ, जसलाई हामीले लर्न हेल्पलेसनेस भनेर भन्छौँ। र अब यसले के गराउँछ त भन्दाखेरि अब जीवनको उत्तरार्धमा कुनै पनि फेजमा नयाँ किसिमका केही तनावहरू आयो भने अब त्यो तनाव आएको बेलामा अब फेरि मैले त्यो तनावलाई सल्भ गरे पनि नगरे पनि आखिरमा हुने त्यही नै हो, सल्भ हुन्छ भने आफै नै भइहाल्छ, मैले अब जे नै गरे पनि हुने त्यही हो भन्ने टाइपको आफूले गर्न सक्ने कार्यलाई पनि तपाईँले यदि प्यासिभली बसिदिनु भयो केही गर्नु भएन भने अब त्यो तनावले गर्दा तपाईँलाई डिप्रेसन हुन सक्ने सम्भावना हुन्छ। तर यो लर्न हेल्पलेसनेस भन्ने यो टाइपको जुन मानसिकता अथवा यो सोच छ यसलाई चाहिँ करेक्ट गर्न सकिन्छ। र यसलाई करेक्ट गर्न सकियो भने चाहिँ बिस्तारै तपाईँले चाहिँ आफूले केही गरेर नै होइन, आफूले केही कामहरू गरेर आफ्नो वरिपरिको वातावरण चाहिँ भनौँ न एक हिसाबलेमा परिवर्तन, पोजिटिभ परिवर्तन ल्याउन सकिन्छ भन्ने चाहिँ तपाईँलाई महसुस हुनपर्छ। र करेक्ट गर्न त्यति सजिलो नहुन सक्छ, त्यसको लागि हामी छौँ। र डिप्रेसनका विभिन्न कारणहरू छन्, डिप्रेसन किन हुन्छ भन्ने विभिन्न थ्योरीहरू छन्, र त्यसमा चाहिँ यो लर्न हेल्पलेसनेस पनि एउटा थ्योरी हो। र अब तनाव भए पनि केही नगरी बस्ने अथवा डिप्रेसनमै बस्ने कि त्योसँग जुधेर आफ्नो मानसिकता चेन्ज गरेर त्यसलाई फाइट गर्ने चोइस तपाईँको।